नमस्कार, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। आज भने मैले देउताको मकै भन्ने शीर्षकको एउटा कथा लिएर आएको छु। धेरै वर्ष अघिको कुरा हो। गुल्मी जिल्लाको रिडी बजारमा रहेको हाई स्कुलमा पढाउन भनेर अमेरिकाबाट पिस कोर स्वयंसेवकको एक जोडी आएको थियो। उनीहरू पति पत्नी थिए। पतिको नाम जोन बुल र पत्नीको नाम मार्था बुल थियो। उनीहरू किसान परिवारबाट आएका थिए। उनीहरू नेपालमा आएर पनि खेतीपाती गर्न रुचाउँथे। गाउँ गाउँमा घुम्थे र नयाँ जातको रुख बिरुवा देखे भने त्यसको बिउ बटुल्थे। आफू बसेको डेराको सानो बारीमा पनि उनीहरूले तरकारी उमार्थे। उनीहरू मकैको धेरै प्रकारको परिकार बनाएर खान रुचाउँथे। उनीहरूले बेला बेलामा मकैको केक बनाउँथे। मकैको केक खाएर अरू शिक्षकहरू छक्कै पर्थे। रिडी बजारदेखि 1 किलोमिटर जति माथि उकालो चढेपछि मलिलो बारी भएको एउटा गाउँ आउँछ। त्यहाँको माटोको रंग रातो भएकाले त्यो गाउँलाई नै रातामाटा भनिन्छ। त्यो गाउँमा खुबै राम्रोसँग मकै फल्थ्यो। एकपल्ट त्यो गाउँमा एउटा मकैको बोटमा अचम्मैसँग घोगा लाग्यो। मकैको बोटको हरेक पात निस्केको ठाउँमा मकै फलेको देखेर मानिसहरू छक्कै परे। एउटा बोटमा 12 घोगा मकै लागेको देखेर गाउँलेहरूले यो देउताकै चमत्कार हो भन्ने हल्ला गरे। देउताको मकै भनेर कसैले पनि त्यो मकै भाँचेर खाएन। बरु मकैको बोटलाई पूजा गरेर धूप बालेर बोटमा रातो र सेतो ध्वजा बाँधिदिए। मकै पाकेपछि जग्गाधनी किसानले वरिपरिको मकै भाँचेर स्याहारे, तर त्यो मकै भाँचेनन्। अचम्मको मकैको हल्ला सुनेर एक दिन जोन र मार्था घुम्दै रातामाटामा पुगे। उनीहरूले मकैको बोट सामान्य भन्दा अलि बढी सप्रेको देखे। उनीहरूले अनुसन्धान गर्न भनेर 1 घोगा मकै किन्न मागे, तर किसानले भन्यो देउताको मकै हो, म त भाँच्दिन। जोनले 100 रुपैयाँको नोट देखाएपछि किसानले आफै भाँचेर लैजाने भए लैजाउ न भन्यो। जोनले पनि 100 रुपैयाँ दिएर 1 घोगा मकै भाँचेर लिए। बाँकी मकै बारीमा त्यसै सुकेर कौवाले खाएर सिद्धाइदियो। केही महिनापछि जोन र मार्था दुवैजना अचानक बिरामी परे। रिडी बजारसम्म मोटर बाटो नबनेको हुनाले हेलिकप्टर आएर उनीहरूलाई लिएर गयो। त्यसपछि रिडी बजारमा धेरैजना पिसकोर स्वयंसेवकहरू आए गए। रिडी बजारमा बासिन्दाहरूले उनीहरूलाई बिस्तारै बिर्से। झन्डै 25 वर्षपछि मार्था र बुल फेरि रिडी बजारमा आए। त्यसबेला रिडीमा मोटर बाटो बनिसकेको थियो, तैपनि उनीहरू हेलिकप्टरमा चढेर आए। उनीहरूले 20-22 वर्षीय छोरा पनि सँगै ल्याएका थिए। 25 वर्षपछि जोन र बुल निकै फेरिसकेका थिए। उनीहरू सरासर हाई स्कुल कहाँ छ भन्दै सोध्दै स्कुलको अफिसमा पुगे र आफ्नो परिचय दिएपछि बल्ल पुराना शिक्षकहरू र बजारका बुढापाकाहरूले उनीहरूलाई चिने। त्यसबेला उनीहरूलाई चिन्ने मानिस रिडीमा कमै थिए। त्यति बेला रिडी हाई स्कुलको वार्षिक उत्सवको तयारी हुँदै थियो। उनीहरू वार्षिक उत्सवको अवसर पारेर आएका रहेछन्। वार्षिक उत्सवको अवसरमा उनीहरूले स्कुललाई कहिल्यै बिर्सन नसकिने अपत्यारिलो उपहार दिए। उनीहरूले हाई स्कुलको नयाँ भवन बनाउन 50 लाख रुपैयाँ चन्दा दिए भने स्कुल चलाउन र राम्रा विद्यार्थीहरूलाई पढाउनको लागि अमेरिकामा बुल फाउन्डेसन नामक कोषको स्थापना गरेका कुरा सुनाए। साथै हरेक वर्ष 5 जना जेहेन्दार विद्यार्थीलाई अमेरिकामा लगेर पढाउने घोषणा गरे। बुल दम्पतिको उदारता देखेर रिडी बजारका बासिन्दाहरू छक्कै परे। तर अझै छक्क पर्ने कुरा त अर्कै थियो। जोन बुलले भन्यो, तपाईहरूले देउताको मकै फलेको घटना बिर्सिसक्नु भयो होला, तर त्यही मकैले गर्दा हाम्रो भाग्य चम्कियो। त्यो 1 घोगा मकै हामीले हाम्रो देशमा लगेर अनुसन्धान गर्यौं। त्यहाँ लगेर पनि त्यस्तै भयो। हरेक पातसँग 1 घोगा मकै फल्यो। हामीले त्यो मकैको बिउ उत्पादन गर्ने अधिकार हाम्रो नाममा दर्ता गरायौं र त्यसको बिउ उत्पादन गरेर बेच्न थाल्यौं। किसानहरूले हाम्रो मकैको बिउ निकै रुचाए। हाम्रै मकै बिउ कम्पनी खुबै चल्यो। फलस्वरूप हामी यत्रो सम्पत्ति कमाउन सफल भयौं। यदि हामी यो ठाउँमा नआएको भए हामी अहिले सामान्य किसान नै हुने थियौं। म यो ठाउँ र यहाँका बासिन्दा तपाईहरूप्रति आभारी छु। यो ऋणको बोझ हलुङ्गो पार्न म यहाँ आएको हुँ। जोनको कुरा सुनेर सबैजनाले ताली बजाए। मार्थाले थपिन्,
त्यो दैवी मकैको कारणले हाम्रो दाम्पत्य जीवन पनि अटुट रह्यो। मकैको बिउको पेटेन्ट अधिकार हामी दुवैको नाममा संयुक्त रूपमा भएको हुनाले हामी कहिल्यै छुटिएनौँ। हाम्रो छोरा टोनी बुललाई तपाईहरूको देशमा ल्याउन पाउँदा मलाई कति खुसी लागेको छ। टोनी पनि निकै खुसी छ। जोन र मार्थाले उनीहरूलाई मकै बेच्ने किसान परिवारलाई भेटेर उपहार दिन खोजे, तर किसानहरूको परिवार ऋण लागेर घर खेत बेचेर मधेस झरिसकेको रहेछ। उसको बारेमा गाउँमा कसैलाई पनि थाहा रहेनछ। यो कुरा सुनेर उनीहरूलाई साह्रै दुःख लाग्यो। आजको कथा देउताको मकै तपाईलाई कस्तो लाग्यो? यस्तै कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। आजलाई भने म तपाईहरूकै कथा भन्ने साथी जमिन राईलाई बिदा दिनुस्। नमस्कार।